guys. जो कि guys पाल्पामा छ guys. हजुरले हेर्नुस् कि त्यो फेमस टेम्पल कस्तो देखिन्छ. Let's go guys. अहिले चाहिँ हामी बुटोलमा छौँ र हामी आज चाहिँ पाल्पाको भैरवस्थान मन्दिर दर्शन गर्न जाँदैछौँ. के हुन्छ हेरौँ है त. गाइस अहिले चाहिँ हामीहरू रेडी भएर गाडीमा बसिसक्यौँ. अब चाहिँ हामी यहाँ बुटोल हुँदै हामी चाहिँ भैरवस्थान दर्शन गर्न जाँदैछौँ. यहाँ चाहिँ यहाँ बुटोल भैरवस्थान जानको लागि ड्राइभिङ गर्दै हुनुहुन्छ. यहाँ चाहिँ बुवा बस्नु भएको छ. बुवा के गफ गर्दै हुनुहुन्छ. यहाँ सजरलाई के भयो. यहाँ पुल रमाउँछन्. बाहिर यस्तो छ गाइस हेर्नुहोस् बुटोलको बाटो. अलि राम्रो उपचार गर्न हामी चाहिँ फाइनल्ली सिद्ध बाबा मन्दिर आइपुग्यो. हेर्नुहोस् है सिद्ध बाबा मन्दिर. यो पनि फेमस एन्ड पुरानो मन्दिर हो. जहिले पहाडी पहिरो बाटोहरू भएको कारणले गरेर यहाँ चाहिँ सुरुङमा पनि बन्दैछ. सुरुङमा बनेपछि चाहिँ आउट जाउट गर्नलाई सजिलो हुन्छ. कति ठुलो सुरुङमा. यो कहाँसम्म जान्छ. कहाँ निस्किने हो. भव्य बनाएछ आशिष. राम्रो बनायो. पहाडै छेडिदियो. छेडिदियो. बजार घरै घर. फाइनली हामीहरू चाहिँ पाल्पा पुगिसक्यौँ. अब चाहिँ हामीहरू पाल्पाको पहाडतिर जाँदैछौँ गाइस. हेर्नुहोस् त बाहिरको भ्यू. बजार आइपुग्यौँ गाइस. अनि अब चाहिँ हामीहरू पाल्पाको अबको 1 किलोमिटरमा यही हो हामीहरूको बजार गाइस. पाल्पाको बजार. यो पाल्पा बजार पहिला डोको ल्याएर कति बेच्थे. यहाँ छ नि. अहिले सल्लाह गरी आइपुग्यौँ गाइस. हेर्नुहोस् त बाहिर सल्लाह गरी आयो. हामी चाहिँ पाल्पाको भैरवस्थान मन्दिर आयौँ गाइस. हेर्नुहोस् पछाडिको भ्यू चाहिँ यस्तो छ. डाँडा पाखा तल खोला. यताबाट चाहिँ खोला देखिन्न रहेछ. पारिपट्टि होला खोला. र मन्दिर उतै माथि हो. हामी हिँड्दै जानुपर्छ त्यहाँ. रेडी. यस.
यहाँको प्रसादी भैरव स्थानको प्रसादी भाइले बनाउँदै हुनुहुन्छ। 3टा तावा एकैचोटि बसाल्नुमा 4वटा रहेछ, 6वटा नि बन्ने रहेछ। रोटी पकाउँदै हुनुहुन्छ। 4वटा रोटी पकाएको रेस्टुरेन्ट लजमा चाहिँ हामीले चिया खाएर अनि यहाँ प्रसादीहरू किनेर अब हामी चाहिँ भैरवस्थान मन्दिर जाँदैछौँ गाइस। हेर्नुहोस् है हामीहरू फाइनली माथि आयौँ र हेर्नुहोस् त बुवा बसेको होटेल त्यो हो गाइस। त्यो तिमी यहाँ पहिलोचोटि आउँदै हो भन्नु आएको थियौँ भैरवस्थान मन्दिर। अब बिहा गरेको 10 वर्ष हुन लाग्यो। 2टा बच्चाहरू लिएर आछौँ। मनोकामना पुरा भइरहेछ। भैरव बाबा की जय भन है त। भैरव बाबा की जय। फाइनल्ली हामी चाहिँ यहाँ हातहरू धोएर अब हामी चाहिँ मन्दिर प्रस्थान गर्दैछौँ। अरे बन्द भइसक्यो। यसो सिरमा लगा हजुरले खानुभयो? खाँदै हो। त्यो पानी चाहिँ स्वाद हेर्ने है। ए पानी छ ओम नमः शिवाय, ओम नमः शिवाय। यस्तो गर हे भगवान कालो त जाऊ त उहाँ बाँध्ने है। बनाइना मन्दिरमा दर्शन गर्नको लागि भैरव दर्शन गर्नको लागि हामी चाहिँ लाइनमा बसिरहेछौँ। लगभग हाफ एन आवर भयो। यहाँ चाहिँ एकदम व्यवस्थित रहेछ, राम्रो लाग्यो। अरे यार तिनीहरू साइड अब भित्र प्रसादी भित्र लगेर पूजा गर्दै हुनुहुन्छ। त्यही भएर हामी चाहिँ यहाँ वेटमा छौँ। भैरवस्थान गुफामा छौँ।
मेरो खै त यता हेर त यता वाउ नमस्ते गर फाइनली हाम्रो पूजा गरेर अब हामी बाहिर निस्किँदैछौँ भैरव बाबाको मन्दिरबाट हामीहरू चाहिँ पूजा गरेर अब हामीहरूको सुज ल्याएर अब हामीहरू तल जान्छौँ गाइस। त्यसपछि म प्रसाद खाइदा हुँदै यतापट्टि गुड किन्दै हामी चाहिँ गुड किन्दैछौँ। यहाँको राम्रो भन्नुभयो उहाँ दिदीले राम्रो हो। अब खाए फेरि आउँदा नि रोड पूजा सामान पाइन्छ, आउनु होला। आउँदाखेरि कन्ट्याक्ट नम्बर दिएर लैजानु, फोन गरेर आउनु होला। नम्बर दिन्छु ल दिदी बाई बाई। 98 471 912 अन्त भइहाल्छ हजुरहरूलाई। 98 471 912 मा फोन गरेर आउनु होला। हामी चाहिँ फाइनली भैरवस्थानको दर्शन गरेर सबै कुराहरू गरेर सकेर आइसक्यौँ। अनि मैले चाहिँ परिसमा गएर मलाई भनेर यो किनेको शिवन्दा पनि किन्छु भनेको मैले घरमै राखेको छु। गाइस हेर्नुहोस् त मन्दिर कति माथि छ। Hello guys, we are about to go in Palpa Darbar, but it is today is rainy day, that's why we cannot go to the Palpa Darbar. Look at guys. Pani paryo. Pani paryo. अब मन्दिरमा जानु सबै भिडियो गाइस हामी चाहिँ फाइनली यहाँ पाल्पाको दरबार हेर्ने भनेर आएको थियौँ। एकदम ठुलो पानी पर्यो बाहिर। अब छाता छैन हामीसित, हामी निस्किनै नसक्ने भयो। अब नेक्स्ट टाइम दरबारबाट पानी आइरहेको छ, बढी आएको छ हैन। पहिलो दिन गर्थ्यो नि त। हामीहरू चाहिँ सन्दुकको माथि उभिरहेको छौँ सदन चाहिँ अनि हामीहरू चाहिँ अहिले घुम्न जाँदैछौँ गाइस। पाल्पादेखि पुटल जाँदैछौँ गाइस हामीहरू अहिले। रुको जरा सबर करो। अहिले फ्रेस भेजिटेबल्सहरू लिन जानु भएको छ गाइस। कति किनौँ? 1 किलो किनेर 5 घेरा वाला भी है क्या?
शिमला खाने हो बुवा उताको करेला करेला खानु त बस लौका हो त होइन र लोकल हिरोलाई पनि काट्नु चाहिँ पखालेर काटेर नुन पनि धलेछु म त एकै किलो भनेको अहिले चाहिँ हामीहरू यहाँबाट फोटोसुट गर्नलाई आहा मेरो चाहिँ फोटो डान्स hours later. दर्शन गरेर घुमेर अनि हामी चाहिँ बुटोल आइपुग्यौँ Finally, we reached at Butal, guys. Finally. After 2 hours. After 2 hours, guys, we have already reached Butal. केही खाने होइन त कुरै हुँदैन नि किनभने हामीहरू पाल्पाको फेमस टेम्पल भिजिट गरेर हामी चाहिँ फाइनली अहिले होम आइसक्यौँ गाइस अहिले चाहिँ यहाँपछि हामीहरूको हाउस जानु लाग्छौँ गाइस